कन्याम है बल्ल पो भन्नुपर्छ त अनि यो चाहिँ कन्याम है त्यो दाइले 100 भन्दै हुनुहुन्थ्यो 100 लिमिटेड ड्रेस अरे यो साउदर्न फ्लावर हो नेक्स्ट चोगलिङ पनि आज स्वाइन भन्छ हो यो ड्रेस त के हो सुमत लिएर गाइस मलाई कस्तो देखिरहेछ स्वा होइन र मेरो भाइ बहिनीहरू त स्वाएन भन्छ त मलाई यो पनि कस्तो लगाउनु नजाने टेप टेप भएको ल अब यो ब्यागसम्म त कसको ब्यागसम्म चियाबारीमा आएको है बाबुले चाहिँ लगाएन ड्रेस लगाऊ भन्दाखेरि नि यस्तो एउटा भ्लग त बनाउनै पर्यो यहाँसम्म आएपछि होइन दुईजना हेर त है ऋतु डराइरहेछ त्यहाँ बाबुलाई नि राम्रो देख्थ्यो होला नि लगाऊ भन्नु अनि हामी चाहिँ चियाबारीको बिचमा छौँ यहाँ हुनुहुन्छ ऋतु दिदी यहाँ घर पनि जस्तो राम्रो बाबु ल बाबु यस्तो ठुलो भयो नि सबैले माया गरेर बाबु भन्छ कि बाबुलाई हामी चाहिँ कन्याममा छौँ चियाबारीमा सरी दिदी भ्लग खिच्दै हुनुहुन्छ अनि मैले पनि यहाँ भ्लग खिच्दैछु अनि हामी चाहिँ चियाबारीको बिचमा छौँ यहाँ हुनुहुन्छ ऋतु दिदी यहाँ घर पनि सरी दिदी बाबु हामी यहीँ छौँ ल हामी यहाँ भिडियो पनि बनाएर सक्यो कन्यामबाट फर्किँदैछौँ अब है यहाँ अझ खिच्न पुग्यो होइन मजा न मजा यहाँ पो आयो त फोटो राम्रो त त्यहाँ अझै आएको थियो यहाँ पो राम्रो आयो त मैले दिएको हो अझ यिनीहरू टिकटक बनाउनु पुग्यो होइन ल अब हाम्रो कन्यामबाट ड्रेस लगाएर सक्यो होइन बाबुले मात्र लगाएन है कस्तो पनि लगाइरहेको छ बोल्नु भन्नु कस्तो भयो गुड एक्सपिरियन्स पैसा दिनु परेन त्यहाँ